हेलो साथीहरू, नमस्कार सम्पूर्णमा। साथीहरू, आज हाम्रो आदरणीय दाजु हाम्रो जनयुद्धको घाइते अनि त्यसपछि हिजो जनयुद्धकालमा धेरै सङ्घर्ष मेहनत गरेको, अब हामी लडाइँकै क्रममा पनि हात खुट्टा गुमाएका मान्छे आज अचानक बेङ्गलोरमा भेट हुँदा धेरै खुसी लागिरहेको छ। आउनुहोस् हामी उहाँसँग गफगाफ गर्नेछौँ एकछिन। के छन् हामी परदेशीका कहानी, त्यसपछि हाम्रा दुःख सुख हामी एकछिन बसेर गफगाफ गर्नेछौँ है। अनि के छ दाजु, बेङ्गलोरमा आउनु भएको छ, कस्तो छ अनुभव? एकदम ठिक छ भाइ। हो बेङ्गलोरका कुरा जोस् अत्यन्त अब राम्रो भन्ने कि दुःख भन्ने सायद हामीले परिकल्पना गरेका थिएनौँ। परिकल्पना नगर्दा पनि कहिलेकाहीँ बाध्यतावश हामी यहाँ पुगेका छौँ। परदेशिनु पर्दो रहेछ होइन? परदेशिनु पर्ने एउटा आफ्नो सन्तानको लालाबालाको निम्ति पनि हाम्रो देशमा कुनै पनि एउटा रोजगारको सम्भावना नभइसकेपछि बाध्य भएर यहाँ बेङ्गलोर आउँदा सुरुको दिनमा असाध्यै दुःख लाग्यो। धनगढीबाट पलिया आउँदा पलियामा चाहिँ मान्छेहरूको भिड देख्दा नेपालमा के को जेन्जी हुन्छन् र उहाँ जेन्जीहरू त जम्मै तपाईँको यहाँ पलिया के अरे बसमा चढ्दाखेरि देखेँ मैले, सानो सानो बच्चाहरू ल्याउँदा। त्यतिखेर चाहिँ एकदमै मन काटियो, तर गर्ने के आफू पनि बाध्य र विवश यात्रा गर्न पर्ने अवस्था आयो। जोस् यता आएर धेरै बस्नु परेन। गाउँको मेरो छिमेकी दाइ हुनुहुन्थ्यो, उहाँले चाहिँ कामको एग्रिमेन्ट व्यवस्थापन गर्नुभएको थियो। जस आउँदा आउँदै काम चाहिँ पाइयो, त्यति दुःख पाइएन। आउँदा आउँदै काममा एडजस्ट भइयो। 3-4 दिन चाहिँ बसियो, रेस्ट गऱ्यो, त्यसपछि लगत्तै काममा लाग्यो। त्यही हो साथीहरू, हाम्रो परदेशिनु रहल होइन, बाध्यता हो। हामी छोराछोरीलाई पढाउन लेखाउन तिनीहरूको भविष्य बनाउनको लागि हामी परदेशिएका हौँ र हामी परदेशलाई कर्मभूमि बनाएर बसेका छौँ। हामी जहाँ भए पनि हाम्रो मन चाहिँ नेपाली हो, विचार नेपाली हो, भावना नेपाली हो, सबै कुरा हाम्रो नेपालतिर छ। अनि के छ, अहिले नेपालमा चुनावी माहौल तातिरहेको छ अनि विभिन्न पार्टीहरूले आफ्ना मनोनयन दर्ता गराएका छन्। अनि के छ, कसले जित्ला जस्तो लाग्छ? अनि यो भिडियो मार्फत कसलाई भोट हाल्नु भन्न चाहनुहुन्छ? नितान्तै भाइले चाहिँ एउटा हामी हिजोको सहकर्मी साथीभाइ भएको नाताले पनि हाम्रो एउटा राजनीतिक ग्राउन्ड एउटै देश भएको कारणले पनि यो स्वाभाविक रूपमा पनि एउटा प्रकारको भावना एकदमै हामीमा छ साँठगाँठ गर्ने। अब हामीले 10 वर्षे महान जनयुद्धको क्रममा जुन हामीले त्याग तपस्या समाज परिवर्तनको निम्ति गरेको अथाह बलिदान, हजारौँ हजार शहीदहरू हामी गुमाएर हामी अर्ध शहीदको रूपमा अहिले यो बेङ्गलोरको यो सिटीमा चाहिँ ड्युटी गर्न बाध्य भएका छौँ। किनकि हामीले जुन एउटा उद्देश्य ध्येय लिएर गएका थियौँ, आफ्नो समाज र आफू परिवर्तन सहितको समाजको परिकल्पना गरेका थियौँ। नेपालको राजनीतिक अस्थिरताले गर्दा रोजगारीको सिर्जना हुन सकेन। जुन हाम्रो उद्देश्य थियो त्यो उद्देश्यको गन्तव्यमा पुग्न सकेन। असफलताहरू केही हाम्रा हात लाग्यो अथवा हाम्रो पार्टीले बिहोर्नु पर्यो, जस फलस्वरूप हामी जीवनको पूर्वराउँदो समय हामीले हाम्रो देशमा गऱ्यौँ। आफ्नै देशको भविष्य र आफ्नै भविष्यको लागि चाहिँ सङ्घर्ष गऱ्यौँ र मध्यम करिब 40-45 वर्षको उमेरमा हामी यो अहिले यो सिटीमा छौँ। नितान्त रूपमा पनि हाम्रो नेपालको राजनीतिक अस्थिरताले निम्त्याएको समाज परिवर्तनको घटनाहरू, राजनीतिक परिघटनाहरूले गर्दा अब अहिले 84मा हुनुपर्ने चुनाव 2 वर्ष अगाडि 82मा हुनुपर्ने बाध्य भएको छ। स्वाभाविक रूपमा यो नहुनु थियो, ठुलो घटना घट्यो। अब देशका केही राजनीतिक दलका भनौँदाहरूको व्यक्तिगत स्वार्थका कारणले गर्दा यो सही ठाउँमा ट्र्याकमा पुग्न सकिन र बिच बाटोमा चाहिँ एउटा यात्रा तोडफोड भएर चाहिँ अर्को ठाउँमा पुग्यो। दुःख लागेको छ। यो परिवेश नहुन्थेन भने सायद म यहाँ आउने थिएन होला। अब यो चुनाव लगत्तै आएको छ, फागुन 21 गते। अब यो स्वाभाविक रूपमा पनि हामीले के बुझ्छौँ भने हाम्रो विचारधाराको आधारले
हाम्रो माओवादी पृष्ठभूमिबाट आइसकेपछि हामीले त्यो पार्टीमा त्याग तपस्या बलिदान गरेका छौँ। हामीले यो गर्न नसके तापनि नितान्तहरूमा पनि हाम्रो बलिदानको उच्च मूल्याङ्कन होला नहोला त्यो हाम्रो ठाउँमा चाहिँ राज्यले सम्मान गर्ला नगर्ला त्यो हाम्रो ठाउँमा, तर माया त्यही पार्टीको लाग्छ। र अहिले नाम चेन्ज गरेर नेकपा नेपाली कम्युनिस्ट पार्टी भएको छ। केही अनुभव छ नेपाली कम्युनिस्टका नेताहरूलाई, केही तिता मिठा अनुभवहरू छ। नेपाली जनताहरूले बुझ्नुपर्दछ कि भोट चाहिँ नेपाली कम्युनिस्ट पार्टीलाई अलिक बढी दियो भने त्यो पार्टीसँग चाहिँ केही गर्न सक्ने क्षमतावान व्यक्तिहरू पनि छन् र केही अनुभवहरू पनि छ। राज्य सत्ता सञ्चालन गर्ने, कानुन बनाउनेदेखि लिएर हरेक कुराहरूको अनुभव अनुभूतिहरू छ। यस कारणले गर्दाखेरि केही अलिकति अरू पार्टीभन्दा फरक र नयाँ पार्टी पनि हो र देश चलिरहेको एजेन्डा पनि उठाइरहेको पनि यही पार्टीले उठाएको एजेन्डामा चलिरहेको कुरा सर्वव्यापितै छ। त्यस कारणले गर्दा सठिक रूपमा यो विषयमा अलिकति नेपाली जनताहरूले मतदाताहरूले चाहिँ बुझेर कुनै एउटा हावामा नलागेर बतासमा चाहिँ तपाईँको फोहोरहरूमा के अरे हावाले चाहिँ फोहोरहरू उडाएर लगेको छ होइन, ती उडाएर त्यसैमा लाग्नुपर्छ भने फेरि अझ हामी ठुलो 10 वर्ष पछि ढकिन सक्छौँ विकासका लागि, सुशासनको लागि। उसले त्यो बुझेको हुँदैन, थाहा पाएको हुँदैन, उसलाई सिक्ने गर्ने नै उसलाई टाइम लाग्छ। त्यस कारणले अझ फेरि उसले गर्न नसक्यो भने फेरि अझ हामीले भोट त्यसलाई धिक्कार गर्नुपर्ने हुन्छ। यो बिचमा मैले एउटा कुरा काटेँ, जस्तै 2064 सालमा माओवादीलाई 2/3 नजिक बहुमत दिँदा पनि देशमा रहेका केही भ्रष्टाचार पुराना पार्टीहरूले काम गर्न दिएन। खेदो खन्यो, लखेट्यो, पछाडि पऱ्यो, न सदनमा काम गर्न दियो न सरकारमा काम गर्न दियो। किनकि त्यतिखेर माओवादीसँग अनुभव पनि थिएन। उसले 10 वर्ष जनयुद्ध त लड्यो, जनताका विभिन्न एजेन्डाहरू त ल्यायो, तर उसँग सरकार सञ्चालनको कुनै पनि अनुभवहरू थिएन। त्यसै गरिकन अहिले पनि नयाँ शक्ति नयाँ पार्टी भन्दाहरू पनि भोलि यही उसको शिकार नहोलान् भन्न पनि सकिन्न। किनकि अहिले जसरी हावामा उडिरहेछन् तिनीहरूसँग अनुभव छैन। भोलि सरकार सञ्चालन कसरी गर्ने एउटा सामान्य उदाहरण पनि हामी के बुझ्न सक्छौँ भन्दाखेरि जसरी जेनजीहरूलाई उस्काएर देशमा आगो लगाए नि, किनकि तिनीहरूसँग नेतृत्व गर्ने क्षमता पनि थिएन र आन्दोलन पछिको लक्ष्य के हुने, बाटो के हुने भन्ने तिनीहरूले त्यति पनि तयार गर्न सकेन भने भोलि देश नै हाक्लान् भन्ने विश्वास गर्न सक्ने आधार पनि छैन। पक्कै पनि हो, यस्ता यस्ता गहन कुराहरू, गम्भीर कुराहरू छन्। अब यो कुरा त जनताहरूले पनि गर्न जति सजिलो र गर्न जति गाह्रो केही पनि छैन। अब सडकमा पुर्लिनु सहज छ र त्यो ठाउँमा पुगिसकेपछि त्यहाँ सबै चिजको पालना गर्दाखेरि चाहिँ हामी गर्न सकेनौँ भने त हो, पक्कै पनि हामीले बुझेका छौँ। र यतिखेर चाहिँ भुल गर्नु हुन नेपाली जनताले, नेपाली कम्युनिस्ट पार्टीले अत्याधिक मत दिएर चाहिँ जिताउनुपर्छ र बुझाउनुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा पनि हो। र केही तिता मिठा अनुभवहरू सबै कुरा पनि छ र अहिलेको नेपालको समकालीन राजनीतिमा गर्न सक्ने क्षमता पनि प्रचण्ड बाहेक अरू मैले देखेको छैन, अरू कसैमा छैन। किनभने अरू नेताहरूमा अहिले त्यति सहन सक्ने क्षमता अनि तपाईँको गहन गर्न सक्ने, अगाडि बढ्न पनि सक्ने, पछाडि हट्न पनि सक्ने, सबैलाई मिलाउन सक्ने, अनेक प्रकारको भूमिका खेल्न सक्ने क्षमतावान चाहिँ एउटा लिडरसिप पछिल्लो चरणमा चाहिँ प्रचण्डमा चाहिँ देखिएको छ। यो कुरा चाहिँ हामीले बुझ्नुपर्छ, बुझाउनुपर्छ भन्ने हामीलाई लाग्छ। त्यही भएर तपाईँहरू पनि जसले हेर्नुहुन्छ भिडियोहरू, त्यसपछि अहिले नेपाली कम्युनिस्ट पार्टीलाई तपाईँहरूले विश्वास गर्नु भएन र मत दिनु भएन भने भोलि देश खतरामा जान सक्छ। यी नयाँ बनाउँदाहरूको हातमा गयो भने देश भोलि योभन्दा अरू दुर्घटनामा जान सक्छ। त्यही भएर तपाईँहरू पनि आफ्नो घरमा, गाउँमा, टोलमा, समाजमा सबैलाई सचेत बनाउनुहोस्, सबैलाई बुझाउनुहोस्। नेपाली कम्युनिस्ट पार्टीका योजनाहरू तिनीहरूका अहिले देशमा जति पनि लागू भइरहेका एजेन्डाहरू छन् ती सबै नेपाली कम्युनिस्ट पार्टीका संयोजक अध्यक्ष कमरेड प्रचण्डकै देन हो। हामीले यो कुरा सबैलाई भन्न सक्नुपर्छ, सबैलाई बुझाउन सक्नुपर्छ है। धेरै धेरै धन्यवाद भाइ, खुसी लाग्यो। जोस् यहाँ बेङ्गलोरको सिटीमा अगाडि आएर यहाँको केही अनुभवहरू तपाईँले साटाघाट गर्ने एउटा अवसर मिल्यो। यो जुन तपाईँको कार्यस्थल हो, यो कार्यस्थलमा आएर नै एउटा भलाकुसारी सुख दुःख गर्ने र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा चाहिँ हामीले आफ्नो व्यक्तिगत धारणाहरू चाहिँ प्रस्तुत गर्ने जुन एउटा शुभ अवसर मिल्यो। भाइलाई, रमेश भाइलाई धेरै धेरै धन्यवाद छ। हिजोदेखि हामी सँगै भएको सहयोगको कारणले पनि हामीमा एकदमै तिता मिठा अनुभवहरू छन्। ती अनुभवहरू साटगाट गर्ने एउटा अवसर मिल्यो नजिकबाट, खुसी लागेको छ।
धन्यवाद छ भाइ। मलाई पनि धेरै खुसी लाग्यो किन भन्दाखेरि म योभन्दा पहिला त एक्लो महसुस गर्थेँ किनकि कोही छैन केही छैन जस्तो लाग्थ्यो। आज सबै साथीहरू नजिक आउँदा सबै साथीहरूसँग भेट हुँदा आफ्ना दुःख सुखहरू साटासाट गर्नु पाउँदा यस्तो लाग्छ कि म यो परदेशी भूमिमा छैन, आफ्नै गाउँठाउँमा छु होइन। आज कोही न कोही त मलाई भेट्न आउनुभयो भन्ने कुरा अलिकति सोच्दाखेरि धेरै खुसी लाग्छ। ठिकै छ दाजुलाई पनि धेरै धेरै धन्यवाद, यहाँसम्म आउनुभयो, भेटघाट भयो, सुख दुःखको कुराकानीहरू भयो होइन। हाम्रा कुराहरू गफगाफहरू भए। केही भन्नु छ? ठिक छ भाइ, अहिलेलाई यति। ठिक छ, अर्को पेज तपाईँहरू पनि भिडियो हेर्नुभयो भने लाइक कमेन्ट सेयर गर्नुहोला।